दिनभरि आलु गोड्यो कम्मर दुख्यो बस्यो कति गाह्रो हो काम गर्न पनि जिन्दगीमा खेती किसान गर्न पनि साह्रै गाह्रो छ यसरी नगोडाउ नहुने देश अनुसारको भेष ठाउँ अनुसारको चलन गर्नै पर्यो यस्तो गाइस कति गाह्रो छ आलु खान मात्रै सजिलो छ यस्तो गाह्रो गरी काम गर्नुपर्छ भाउ पाउँदैन बेच्ने बेला के गर्नु विडम्बना आलुमा माटो चढाएको फेरि आलु फल्दैन यति नगरे हाम्रोतिर चाहिँ अर्ग्यानिक आलु हो यो विषादी केही प्रयोग गर्दैन आलु पनि फेरि एकदम मिठो हुन्छ काम गर्न चाहिँ गाह्रो धेरै हेर्नुहोस् गाइस यसरी गर्नुपर्छ गाह्रो छ गाह्रो धेरै नै काम गर्न चाहिँ खानालाई चाहिँ सजिलो छ हेर्नुहोस् यसरी गरेको छ यसरी गर्नुपर्छ आलु खेती ल हाम्रो तरकारीहरू हेर्नुहोस् अहिले त्यो उम्रेको छैन बिउहरू प्याजहरू यस्तो दामी भइरहेछ आलु पालुङ्गो साग बिउलाई यो आलु अगाडि रोपेको आलु यो पछाडि रोपेको आलु हेर्नुहोस् म चाहिँ आलु गोड्ने काम भट्टाभट हुँदैछ के गर्नुपर्छ आलु